के ठाउँ ए महाभूत यहाँ त भूत रहेछ मा लन्डन आइस लुकाएर ल्याउँछ केटोले सिस्टम पार देंगे। हेलो गाइस, आज को भिडियोमा सबलाई स्वागत छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्ने कुरा तपाईहरु थाहा पाइहाल्नुहुन्छ एकछिनमा। हामी चाहिँ म अहिले यहाँ साथीको घरमा आछु। 6 बजे जाने भनेको 7 बजिसक्यो, त्यही पनि अझै हामी निस्किएनौँ यहाँ घरबाट। एकजना भाइलाई पर्खिरहेको छु। अब त्यो भाइ आयो भने हामी चाहिँ यहाँबाट निक्लिने हो अनि आफ्नो ठाउँमा जाने हो। त हामी आज कहाँ जाँदैछौँ तपाईहरु देखिहाल्नुहुन्छ। आज भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। ल गाइज, ढिले छिटो निक्लेल, 7:30 बज्यो। यस्तै गाइज नेपालको टाइम कहिले गाइज ढिलो चाँडो भइहाल्छ। 6 बजे निस्किनु भने 7 बजिसक्यो, त्यही पनि अझै हामी यहाँबाट निक्लेको छैनौँ। सबै केटाहरूले उहाँ फोन गर्न लागिसक्यो छिटो आइज भनेर। हामी चाहिँ यहाँबाट अब 2 भाइ निक्लिन्छौँ। एक भाइ त्यहाँ छ अनि म छु यहाँ, अनि 2 भाइ मिलेर हामी यहाँबाट निक्लिनु लाग्छौँ। अब भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ आज कहाँ जाँदैछौँ तपाईहरु देखिहाल्नुहुन्छ। आइस ढिलो भने आस् त ल जाम, अब निक्लिनु पर्छ है। ल हामी चाहिँ अब यहाँबाट निक्लिनु लाग्यो। ट्याक्क हाम्रो बाइक चाहिँ रेडी छ। ल गाइज, ल हामी चाहिँ यहाँ राप्ती पुलमा हामी 3 जना, अरू केटाहरू चाहिँ उता अगाडि छन्। हामी चाहिँ यहाँ अब केटाहरूलाई पिकअप गर्न जाँदैछौँ। केटाहरू अगाडि देखिन्छन् अहिले। ल हालम हालम जादिल त्यो बोका लिएर आइज। पार्टी खाई टिफिन जा 1 लाख कहाँ पार्टी खाई हमरे छोड़ जाओ तो हमरे काम कर जाती ए ओ साउदी खाना आ गेला कहाँ जाए लागला पार्टी खाई जाती पार्टी खाई जाओ जाओ। ल हालम 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 खसी हालम बसम बसम अनि बसम। खान दिँदा यार खोइ त आनन्दले दुईटा बाइकमा हेल्छन् अर्को छ अरुटा ठीक छ। बढिया मजा आउँछ। आज भिडियो बनाइरहेको छु। तपाईहरु केमा जाने हो? बाइकमा हजुर खै त्यही गडाङ गुडुङ के हाल्नु भयो के र मलाई त्यो ठ्याक्कै यो भन्ने थाहा छैन। अङ्कलमा भएको सबै हाले। 3-4 दोकानमा गएन, म एकै ठाउँबाट हालेँ। लगाइज हामी चाहिँ यहाँ कुलपानी आइपुग्यो। अब केटाहरूले खानपिनको व्यवस्था गर्दैछन्। हामी चाहिँ यता आएर बसेका छौँ शीतलमा। रमाइलो हुँदैछ बिस्तारै बिस्तारै। केटाहरू उता छन्, केटाहरू चाहिँ यहाँ तयारी गराउँदैछन्। अरू दाजुभाइहरू यहाँ आउनुभयो अनि म पनि यता बसेर भिडियो सिडियो बनाइरहेको। अब के हुन्छ भिडियोमा अन्तिमसम्म हेर्दै गर्नु होला। हामी चाहिँ कुलपानी आइपुग्यो है गाइज। ल गाइज, हामी चाहिँ यहाँ 2 भाइ घुम्न निक्लिसक्यौँ। अब कुलपानीको नजारा पनि देखाउँछु मैले। कुलपानी कस्तो छ के छ नदेखेकोले पनि देख्नुहुन्छ। यहाँको यो ताल चाहिँ सुकिसकेको छ, खासै धेरै पानी छैन। पानी छ तर अलिअलि फोहोर पानी छ। त्यही हो गाइज। यहाँ अब गर्मी दिन लाग्यो, ताल पनि सुक्न थाल्यो। आँपको मौर चाहिँ भवाला छ यहाँ। अब यहाँ कुलपानी व्यवस्थित कुलपानीको व्यवस्था के भन्छन् अब थाहा भएन, त्यो चाहिँ अब त्यही हो। ल हामी चाहिँ यहाँ अब घुम्न निक्लिसक्यौँ। कुलपानी चाहिँ यहाँ दामी छ अरे भन्ने सुनेर हामी चाहिँ आएको। कुलपानीको अलिअलि नजारा यतातिर छ है, म त्यही नजिकबाट देखाउँछु सबै। हन्डीले रमाइलो भा लगाइछ। हामी 2 जना चाहिँ यहाँ आइसक्यौँ। अब तपाईहरुलाई म देखाउँछु यहाँको कुलपानीको राम्रो राम्रो नजाराहरू।
यहाँ चाहिँ छ ढुङ्गा, यो ढुङ्गा छ, ताल छ, यो तालमा चल्ने ढुङ्गा हो यो चाहिँ। अनि अरू यहाँ चाहिँ मन्दिर छ, यहाँबाट देख्न सक्नुहुन्छ है, मन्दिर पनि दामी छ। अरूमा हुँ नजिकैबाट देखाउँछु, एक दुईवटा फोटो हान्दियो हान्दिले। अनि ठिक छ अरू ल केटा हो, हामी चाहिँ घुम्दैछौँ रमाउँदैछौँ है। यहाँ चाहिँ नागिन हुनुहुन्छ, नागिन हाम्रो नागिन माता। अनि हामी चाहिँ यो यस्तो पुलमा ट्याक्क लाएर सर्ट रेलिङ पनि छ, टक 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 टक। यहाँ चाहिँ के को मूर्ति छ भनेपछि यो के को मूर्ति हो यार, के को मूर्ति हो हामीले चिन्न सकेनौँ। कुन भगवान हुनुहुन्छ थाहा भएन। यहाँ चाहिँ यस्तो दामी छ, यो फोटो खिच्नलाई ट्याक्क मिलाएर सर्ट त बबाल छ। हामी पनि यहाँ फोटो हान्छौँ अब 4-5वटा, अनि बल्ल जाने हो। पानीमा खस्ला यार मोबाइल यार। यो मन्दिर पनि छ, यहाँबाट दामी देखिन्छ यो मन्दिर। सट्ट यहाँ फोटो खिच्नलाई राम्रो छ होइन। अहिले खानौँ ल, यो म भिडियो बनाउँछु। अनि मेरो च्यानल सब्सक्राइब गर्नुपर्छ है। अब यहाँ केटाहरूलाई मेरो च्यानल सब्सक्राइब गर्नु भन्छु, 3-4 जनालाई। यहाँ चाहिँ फोटो हान्ने हो, यहाँबाट जाउनु न त, म हानिदिन्छु त्यहाँ। त्यो मन्दिर छ दामी छ, यहाँ चाहिँ फोटो दामी आउँछ अरे, त्यो दाइको पनि राम्रो आउँछ। फोटो खिचेर अब हामी लागिसक्यौँ, हाम्रो केटाहरू पछाडि छन्। अहिले दिन्छु म च्यानलको, तिमीहरूको त्यो भन न, म त्यहाँ सेयर गरिदिन्छु ल। जे भए पनि म तिमीहरूलाई अहिले मेरो सब्सक्राइब गराउँछु। यहाँ नेट चल्यो भने हटस्पट खोली भर्खर त्यो गर्नलाई चाहिँ सुरुवात गरेको छु। मेरो 3टा हो कि 4-5वटा कतिवटा भिडियो छ, त्यहाँ गएर सब्सक्राइब हानिदिने ट्याक्क लाएर है। तिमीले दिउँसै हो महेश, 5 जना दिउँसै सुरुवात गर्न के दिउँसै दिउँसै भन्नाले दारू म खान्न। चीटिंग करता है तू। यहाँ मन्दिर छ, यो मेन मन्दिर यही हो नि यहाँको। बाघले स्वागत गर्छ हामीलाई। ल हामी चाहिँ अब यो पातले छाँगामा जान लाग्यो। पातले छाँगा टक्क घाँसको शीतल छारी, टक्क क्या मजा आउँदो रहेछ यार यसमा, बबाल मजा आयो। क्या शीतल छ नि केटा यहाँ, बबाल छ। ल मेरो भिडियोमा स्वागत छ तिमीहरूलाई नि। के छ भिडियो अरे फोटो हान्ने होइन। यहाँनिर एउटा चाहिँ नयाँ दामी छ यो ठाउँ, यो चाहिँ बब्बाल छ है यो ठाउँ, मलाई चाहिँ मन पर्यो एकदम खतरा। यहाँ चाहिँ बस्ने ठाउँ, ट्याक्क बस्ने, अनि ट्याक्क माथिदेखि छारी शीतल टक्क दामी। फेरि गुलाबको फुलको बबाल छ, यो चाहिँ फुल हो यस्तो ट्याक्क फुलको यो लहरा, यो ट्याक्क त्यो अङ्गुरको लहरा हुन्छ नि त्यस्तै छ, तर यो दामी गराएको छ यहाँ चाहिँ। ए बबाल छ क्या। यहाँबाट त पहिलाभन्दा अहिले चाहिँ यहाँ गोलपानीमा चाहिँ एकदम विकास भइसकेको रहेछ, दामी भएको छ। तर तपाईँहरू पनि घुम्न आउनु भएको छैन भने घुम्न आउनु होला मेरो भिडियो हेरेर। यो देख्न सक्नुहुन्छ यस्तो। अनि यहाँ चाहिँ दामी छ, फेरि यहाँ पनि बस्ने ठाउँ, टक्क यहाँ बस्ने, ट्याक्क यहाँबाट यस्तो यो छहारी छ, यो छहारी यहाँ आउने, अनि टाक्क लाएर यहाँ बस्ने। यो डाइनिङ हो, यो डाइनिङ, यता त बस्ने ठाउँ छ, ट्याक्क बबाल छ नि त होइन। ट्याक्क यहाँ बसेर अर्डर गर्ने। साउनी रक्सी ल्याउनुहोस्, 1 गिलास माटा पार्छु भन्ने होइन। दामी छ के ठाउँ,
ए मा भूत यहाँ त भूत रहेछ मान्छे भूत छ क्या खरखर गर्छ त कि हावा चले हावा चलेको हो कि ए मा आयो मा टर्छ यार म त यार भूत रहेछ क्या भनेर हावा चलेको थियो गाइस म चाहिँ यसो डराएँ क्या कस्तो डर लाग्दो जस्तो आवाज आएको थियो सो गएको थियो त्यही भएर डराएँ म फेरि यार हाँसो लाग्छ कमेडी हो गाइस कमेडी म चाहिँ अब यहाँबाट तपाईँहरूलाई म यो कुलपानीको फुल नजारा देखाउँछु ट्याक्क हेर्नु होला है यो कुलपानीको फुल नजारा हेर्नुहोस् यस्तो छ तपाईँहरू आउनुभयो भने जस्तो भिडियोमा देख्नुहुन्छ त्यस्तै नै देख्नुहुन्छ यो पनि हालेछ कि यो भाइरल तोरण भन्छ कि के भन्छ यसलाई यो पनि हालेर अहिले रङ्गी चङ्गी पुरा कुलपानीमा यस्तो व्यवस्थित यस्तो दामी बनाएको छ कुलपानी यहाँ चाहिँ यस्तो बस्ने ठाउँ छ यो सौजन्य हरियाली बचत शरीर सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका सिसनिया धन्यवाद यो जुन संस्थाले बनाए पनि बस्नलाई चाहिँ एकदम बबाल छ यहाँनिर अनि यो के को रुख हो यार भाइरल तोरण कति छन् यसको मुनि बस्ने ठाउँ छ फेरि यहाँ चाहिँ जरायो कि के हो यो बारसिङ्गे जरायो इ हेलो हेलो जरायो के छ देख्न सक्नुहुन्छ जरायोलाई यहाँ अजिङ्गर पनि छ अरे अजिङ्गर पनि देखाउँछु म अब आएकै देखाउनु हो के गर्छु त होइन अस्ति न यति सानो थियो जरी अजिङ्गर अहिले त ठुलो भयो यहाँ चाहिँ अजिङ्गर छ अरे गाई के आमा पुई यहाँ अजिङ्गर छ यी देख्न सक्नुहुन्छ अजिङ्गरी यो अजिङ्गर हो कि यस्तो देखियो अजिङ्गर ट्याक्क छ दामी छ ओइ टक्लास लगाएछ हामी अब निक्लेको यहाँबाट अजिङ्गर सजिङ्गर हेरेर ल घुमेर सक्यो भोक पनि लाग्यो बिहानदेखि खानासाना नखाएको टक्क अब खाने हो ट्याक्क लगाएर केटाहरू खाइरहेछन् उहाँ सुरु गरिदिस् दिले सुरु गरिस् आऊ न तिमी आए नुन के बोतल भुटुवा खाइरहस् मासु मासु के खानुभा बजाउन मेरोमा गीत छैन के अरूलाई कनेक्ट गर्नु भन मिल्दैन के जसको बाद देशीकोमा जाप मिल्छ जान भाँडा धुनमा चाहियो भने सम्पर्क गर्नु होला यहाँ देख्नुहोस् भाँडा धुने गाइजहरू भाँडा धुनेको साउजी लगायत हामी चिकन खाएर भइसक्यो अब भाँडा धुने कार्यक्रम भइरहेछ अब भाँडा धोएर हामी घर जाने हो ल हेरौँ यतै ल बेसी तल्काऊ है भाँडा खै धस्काउ न यस्तो यस्तो गराउ न छिटो अलि ठुल्ठुला भाँडा ल धस्काउनु बचल कुचल खाना पाइन्छ रक्सी पनि छ धोएंगे तब तक धोएंगे रगड़ के धोएंगे ल हाम्रो आनन्द दाइको आउँछ युट्युबमा स्वागत छ यो त आफू पनि आउँछ सबको आउँछ
देखाउनु भयो गाइस यहाँ भाडा दिने मान्छे हजुर छैन क्या गिदै छैन भ्याइयो यस गाइस हामी पिकनिक सिक्ने खाएर सिधै घर आइपुग्यौँ यहाँ गाडी छ हाम्रो अनि रमाइलो भयो तपाईँहरू भिडियो चाहिँ हेरिसक्नु भएको होला के अरे खतरा खतरा हाम्रो डान्सहरू केटाहरूको पारा यस्तै हो पिकनिकमा चाहिँ लगायत हामी चाहिँ घर आइपुगेका छौँ है सबैले आफ्नो आफ्नो घरमा छोडिदिउँ केटाहरू सबैलाई सही सलामत आफ्नो आफ्नो घरमा बसेँ आफ्नो आफ्नो घर गएँ म पनि घर आइपुगेँ म चाहिँ यहाँ एकछिन आफ्नो सामानहरू लिएर आएको थिएँ त्यो सामान चाहिँ घर राखौँ कि भनेर गाडी लिएर आएको छु अनि फेरि अब म गाडी छोड्न जान्छु पसलमा त्यसपछि आउँछु म अनि आजको भिडियो चाहिँ यस्तै भयो के र अरू भिडियो चाहिँ हेरिसक्नु भएको होला के र अस्तिको भिडियो पनि शनिबारको कपडा सपडा धोएको मेरो भिडियोहरू चाहिँ नयाँ नयाँ आइरहन्छ के अरे केटाहरूले हेरिरहेको छ कि नै लास्टमा अब गएर सबै चिज खाइयो चिसो चिसो खाइयो मासु खाइयो भात खाइयो वाइल छ्याल खतरै भयो केटाहरूलाई ढालामा हालेर गाडीको ट्याक लगाएर यहाँ सुताएर ढालामा ल्याइयो अनि म पनि आएँ म चाहिँ अब लास्टमा मेरो लागि चाहिँ अब म चाहिँ गाडी चलाउन पर्ने भएर चाहिँ अब यस्तो ड्रिङ्क सिङ्क के गर्ने भने चिसो चिसो खाइयो लास्टमा चाहिँ एउटा यता लन्डन आइस लुकाएर ल्याउँछ केटोले ल यो लन्डन आइस चाहिँ म खान्छु अहिले साँझ ड्रिङ्क सिरिङ गरिन्छ के र आफू त यस्तै हो केटा हो ल म चाहिँ यसलाई चाहिँ अब भित्र लुकाएर राख्छु भोलि होलीको दिन दादा खानु पर्छ ट्याक्क है गाइस यहाँ चाहिँ हाम्रो यो भात मात्रै बच्यो मासु सासु बचेन अब यो भाँडा छ नि धोएर लुगा धो कहिले भाँडा धो ल आजको भिडियो चाहिँ मैले यहीँ बन्द गरिदिन्छु भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भिडियोमा आफ्नो आफ्नो प्रतिक्रिया दिनु होला है गाइस हस्त बाई बाई ट्याक्क